स्थानीय नेता भनौँदाहरूको न जागिर छ न व्यापार, तर राम्रो घर छ, गाडी छ, ऐसो आराम छ। पैसा कहाँबाट आउँछ? आज म यो खेलको बेल-विस्तार लगाउँछु। नमस्कार साथीहरू। तपाईँ हाम्रो गाउँठाउँमा, वडामा, पालिकामा हेर्नुहोस्। त्यहाँ केही नेताहरू त्यस्ता भेट्नुहुन्छ जसको कुनै जागिर छैन, न कुनै व्यापार छ, न उनीहरू खेतीपातीमा संलग्न छन्। तर पनि राम्रै घर छ, महँगो गाडी चढेर हिँड्छन्, परिवार खुसी छ, मोज मस्ती गरेर हिँडिरहेका छन्। पैसा कहाँबाट आउँछ? पहिलो तरिका, ठेकेदारसँग कमिसन लिने खेल। पालिकामा सडक बन्छ, भवन बन्छ, पुलहरूको ठेक्का निस्किन्छ, भौतिक संरचनाहरू बन्छन्। ठेकेदारले काम पाउन चाहन्छ र तिनै स्थानीय नेतालाई कमिसन दिन्छ, जसले गर्दा ठेक्का उसैले पाउँछ। त्यहाँबाट त्यही कमिसनको खेलमा धेरै नेताहरू बाँच्ने भइहाल्यो। दोस्रो तरिका, एनजिओको खेल। नेताले आफ्नै कार्यकर्तालाई एनजिओ खोलाउँछन्। पालिकाले त्यो एनजिओलाई विभिन्न कार्यक्रम गर्नलाई पैसा दिन्छ। लगभग 10,000 को कार्यक्रम छ भने 50,000 1,00,000 दिने गर्छ। किन दिन्छ त? उनीहरूलाई थाहा छ त्यति खर्च हुँदैन, तर पनि दिन्छ। किनभने त्यो एनजिओ नेताकै कार्यकर्ताको हो। यसरी नै उसले आफ्नो कार्यकर्तालाई पाल्छ र नेता पनि बलियो हुन्छ, कार्यकर्ता पनि बलियो हुन्छ र त्यो पैसा जनताको हो। तेस्रो कुरा भनेको व्यवस्थापन समिति मार्फत घोटाला हुन्छ। जस्तै स्थानीय सरकारी स्कुलहरू, हेल्थपोस्टहरू, हस्पिटलहरूमा व्यवस्थापन समिति बन्छ। त्यो समितिमा पनि तिनै स्थानीय नेताहरू हुन्छन् अथवा पालिका वार्ड प्रमुखका नजिकका मान्छे वा भनौँ सत्ता पक्षका पार्टीका कुनै नेताहरू। ती ठाउँहरूमा विभिन्न संरचनाहरू बन्छन्, विकासको कामहरू हुन्छ। त्यही बजेटमा हिँड्दाखेरि हुन्छ। कसरी हुन्छ त भन्दाखेरि लागत बढाएर। जस्तै हामीले पोखरा एयरपोर्टको घोटाला पनि सुनेका थियौँ। त्यहाँ झन्डै डबल खर्चमा ठेक्कापट्टाको काम भएको थियो। त्यसै गरी स्थानीय तहमा सानो रकममा पनि त्यसै गरी घोटाला हुन्छ। भौतिक संरचना र विकासका कामहरू देखिन्छन्, तर पैसा धेरै खर्च हुन्छ। सस्तो सामानलाई कतै महँगो भनेर ठेक्का लगाइन्छ, अथवा थोरै सामान हुँदा पनि धेरै प्रयोग भनेर खर्च बढाइन्छ। पैसाको घोटाला गरिन्छ। त्यसरी नै समिति नेताका कार्यकर्ताहरूको घर बन्छन्, गाडी किन्छन्, मोज मस्ती गर्छन्, उनीहरूको जीविकोपार्जन हुन्छ। यो 1 वर्षमा हुन्छ, हरेक वर्ष हुन्छ, 10 वर्षमा पनि हुन्छ, हरेक वर्ष भइरहेको छ। तर जनताले प्रश्न सोधेका छैनन्। किनभने थाहा छैन होला र कतिलाई थाहा छ तर डराउँछन् होला। तर अब समय बदलिएको छ, नयाँ सरकार आएको छ, माथिका ठुला ठुला नेताहरू पक्राउ पर्न थालेका छन्। अब स्थानीय तहमा पनि यही कुरा लागू हुनुपर्छ र यो हुनको लागि तपाईँ र हाम्रो आवाज उठ्न जरुरी छ। हामीले खबरदारी गर्न जरुरी छ। हरेक गाउँ गाउँमा, टोल टोलमा, ठाउँ ठाउँमा त्यस्ता नेताहरू भेटिन्छन् जसको कुनै कमाइको स्रोत देखिँदैन, पेसा हुँदैन, काम गर्दैनन्, तर पनि उनीहरूको दैनिकी चल्छ, गुजारा चल्छ, अझै धनी भइरहेका हुन्छन्। अब हामीले प्रश्न सोध्न जरुरी छ। सुरक्षा निकाय र सम्बन्धित आयोग विभागहरूमा खबरदारी गर्न जरुरी छ। तपाईँ हाम्रो वडामा, पालिकामा पनि यस्ता गतिविधिहरू पक्कै पनि भइरहेका होला र कहाँ कहाँ के भइरहेका छन् कमेन्ट गर्नुहोस्। कसरी कुनै पेसा व्यवसाय नै नगरिकन कति नेताहरू धनी भइरहेका छन्, उनीहरूलाई प्रश्न सोध्नुहोस्, खबरदारी गर्नुहोस्, कमेन्टमा लेख्नुहोस्। अब हामी सबैजना मिलेर आवाज उठाउँ, खबरदारी गरौँ र यो भिडियोलाई जतिसक्दो धेरै सेयर गर्नुहोला, खबरदारी गर्नुहोला। अब समय बदलिनुपर्छ, यो प्रवृत्तिको अन्त्य हुनुपर्छ।